हेलो कपिल। हाय। कपिल आजकल चाहिँ एउटा यो आफ्नो फोटोलाई क्या एआई इमेजमा कार्टुन जस्तो बनाउँछ नि, थाहा छ? अहिले ट्रेन्ड चल्दैछ नि पुरा। त्यसरी कसरी बनाउँछ हौ? यसमा दुई किसिमको मेथड छ हो। एउटा पेड भर्जन हो जुन चाहिँ च्याट जीपीटीले बनाएको छ सेन्ट्रलमै, र आज चाहिँ म तपाईँलाई फ्रीमा हो, तपाईँलाई फ्रीमा सिकाइदिँदैछु। सबसे पहिला चाहिँ प्ले स्टोरमा जानुहोस्, मैले देखाइदिएको जस्तो प्ले स्टोरमा गएर GROK ग्रक भन्ने एउटा एप्लिकेसन हाल्नुपर्छ हो। त्यो ग्रक भन्ने एप्लिकेसन हालेर इन्स्टल गर्नुहोस्। त्यहाँदेखि इन्स्टल गरेर तपाईँको यस्तो इन्टरफेस खोलिन्छ। साइन अप गरिसकेर नि हो, यस्तो इन्टरफेस खोलिन्छ। त्यहाँ चाहिँ तपाईँले प्लस बटनमा थिच्नु पर्यो। प्लस बटनमा थिचेर आफ्नो फोटो हाल्नुहोस्, फोटो अपलोड गर्नुहोस्। त्यहाँ चाहिँ क्रिएट नभए चाहिँ मेक इट एज अ गिब्ली, GHIBLI, यो चाहिँ तपाईँको प्रम्प्ट लेख्नु पर्यो। यसलाई कस्तो लेख्छ भने GHIBLI, क्रिएट एज अ GHIBLI गिब्ली इमेज भनेर टक्कै दिनुभयो भने त्यो अटोमेटिकली गरिदिइहाल्छ। अन्त त्यसलाई चाहिँ तपाईँले डाउनलोड गरेर कुनै पनि सोसियल मिडियामा हाल्न सक्नुहुन्छ। थ्याङ्क यू। मैले यो अस्ति दिन चाहँदै थिएन, आज तपाईँबाट राम्रो इन्फर्मेसन पाएँ। धेरै धेरै धन्यवाद तपाईँलाई। वेलकम।